मेरो जीवनमा यसो आज मेरो मण्डलीमा मेरो परिवारमा मेरो युथमा मेरो देशमा मेरो सहरमा नयाँ काम गर्नुहोस् प्रभु। आजको दिन प्रभु अगर हामीले आफ्नो जीवनमा बेबिलोन खडा गर्छौँ प्रभु त्यसलाई हटाउनुहोस् यीशु राजा। यस हालेलुया यीशु। आज प्रभु त्यो बेबिलोन भत्काएर जहाँ पहिला थियो प्रभु जस्तो आगोमा जलिरहेको त प्रभु तपाईँको किङ्डममा बिल गर्नको लागि हो त्यसलाई हुर्किनेछ प्रभु। हाम्रो बलिघरमा प्रभु
तपाईँको अनौठो प्रेमले You are great, Father. You deserve all the praise, Father. तपाईँ महिमा प्रशंसक हुनुहुन्छ प्रभु। आजको दिन हाम्रो जीवनमा हामीले पेभिलियन खडा गरेछौँ प्रभु, त्यसलाई भत्काउनुहोस् प्रभु। हामी को भनेर आज हामी बिर्सेको छौँ भने प्रभु हामीले याद दिलाउनुहोस् फेरि प्रभु। हामीले साँच्चै नै बिर्सिसकेको छौँ प्रभु संसारिक कुरोहरूमा लागेर कि हाम्रो काम के हो भनेर प्रभु। बट स्टिल प्रभु तपाईँले माया गर्नु हामीलाई, हाम्रो साथ कहिले छोड्नु भने प्रभु, त्यसको लागि धन्यवाद छ प्रभु। आज हामीले आफ्नो कलिङहरूलाई बिर्सेर हामी संसारिकपट्टि लागेछौँ प्रभु, हामी क्षमा गर्नुहोस्। हामी क्षमा गर्नुहोस् प्रभु। त्यो जङ लागेको हाम्रो कलिङलाई आज हामी फुर्किन्छौँ प्रभु, फेरि त्यसलाई नयाँ बनाउँछौँ, चम्काउँछौँ प्रभु। जस्तो आज बाइबल पढ्दाखेरि हामीले पढिरहेको थियो फेथको बारेमा प्रभु, मलाई विश्वास छ प्रभु, जो कलिङ जो गिफ्ट तपाईँले दिनुभएको हामीलाई आज त्यो हामीले गुमाएको छौँ, त्यो आज रिटर्न पाउनेछ भने प्रभु। प्रभु त्यो कुरामा हामी घमण्ड गर्ने होइन प्रभु। अगर आज हाम्रो घमण्डी गर्दा हामी तल गएको छौँ प्रभु, त्यो घमण्ड तोडिदिनुहोस् प्रभु। तपाईँले आफै मण्डलीमा यो दौरा खडा गर्दै हुन्छ प्रभु। धन्यवाद छ प्रभु त्यो कुराको लागि। लाखौँ सेना खडा हुँदैछ प्रभु तपाईँको राज्यको निम्ति। We are not going to keep quiet, Father. हामी चुप लाग्दैन प्रभु। अहिले त्यो समय हो जो संसारलाई बताउने कि तपाईँ को हो भनेर प्रभु। यति दिन चुप लागेर बसेको कारण प्रभु हामी क्षमा माग्छौँ प्रभु, हामीले क्षमा गर्नुहोस् यीशु। हरेक मान्छेहरूलाई हरेक सहरमा गएर we declare गर्नेछौँ कि प्रभु तपाईँ नै राजा हुनुहुन्छ, तपाईँमा नि अनन्तको जीवन छ भनेर प्रभु, तपाईँद्वारा नि हामी स्वर्गमा पुग्नेछौँ भनेर प्रभु। You are the only way to heaven, Father. प्रभु हाम्रो जीवनबाट हमेशा तपाईँलाई माया प्रशंसा भएको हुन्छ प्रभु। फेथ भनेको एउटा यस्तो कुरा हो जसलाई हामीले देखेको छैनौँ, बट प्रभु त्यो फेथ भन्ने कुराले प्रभु तपाईँको नजदिक हामीलाई ल्याउँदैछ। फेथ भन्ने कुराले यो डिस्क्राइब गर्छ कि यु आर देयर, यु आर स्टिल अलाइभ, यु लिसन टु योर चिल्ड्रेन भनेर प्रभु। धन्यवाद छ प्रभु, धन्यवाद छ प्रभु अगापे मण्डलीले यति माया गर्नको लागि यीशु। We thank you, Father, we thank you for your unconditional love, Father, towards us. प्रभु जो यो दौर खडा हुँदैछ अहिले अगापे मण्डलीबाट प्रभु, चट्टान जस्तो खडा होस् प्रभु त्यो यो दौर आउने पुस्ताहरूले पनि देखेको हुन सकोस् र आउने पुस्ताहरूको लागि म प्रार्थना गर्दैछु प्रभु। मलाई थाहा छ प्रभु तपाईँले अलरेडी यो दौर आउने पुस्ताबाट खडा गरिसक्नु छ भने प्रभु, तिनीहरूलाई बोल्ड बनाउनुहोस् प्रभु। संसारिक कुरामा कम्प्रोमाइज गर्ने होइन प्रभु, लेकिन तपाईँको वचनमा नारी हिँड्न सकेको होस्, केही पनि कुरामा कम्प्रोमाइज नगरेको होस् प्रभु। बाइबलद्वारा जिउने जीवन जिएको हुन्छ प्रभु। धन्यवाद छ ईश्वर तपाईँको मायाको लागि प्रभु। जो हामीले हराएको थियौँ प्रभु, हामीले रिसिभ गरिसकेछौँ, त्यो कुरालाई फेरि अब जङ पक्रिन दिँदैन प्रभु। जो हामी तातेको छौँ प्रभु, त्यो आगोलाई बुझ्न नदिनुहोस्, त्यो आगोलाई झन बोलाउनुहोस् प्रभु। त्यो आगो आफ्नो सहरमा आफ्नो मण्डलीमा मात्रै नराखेर प्रभु हरेक जग्गा त्यो आगोलाई हामीले छडेको हुन्छ प्रभु। जस्ट फर फर्मेलिटिज हामी सेवाकाई आएको छ प्रभु,
त्यस्तो गरेर आएको चाहिँ प्रभु हामीलाई क्षमा गर्नुहोस्। हामीले नबिर्सेको हुन्छ कि प्रभु हामी को हो भनेर। प्रभु हामी तपाईँको छोरा छोरी हो, तपाईँले सृष्टि अझ सिर्जना गर्नुभएको जो हामीलाई टास्क दिनुभएछ प्रभु, हो त्यसलाई हामीले फुलफिल गरेको हुन्छ। We thank you, Father, for everything. Thank you, Holy Spirit. We thank you for everything. जलाउनुहोस् यो आगो हाम्रो जीवनमा, यो आगो नबुझेको होस् प्रभु। प्रभु यो आगोलाई देखेर अन्य विश्वासीहरू पनि तपाईँलाई विश्वास गरेको होस् प्रभु। यो आगोलाई बुझ्न नदिनुहोस्। जो हाम्रो जोस छ प्रभु हाम्रो मण्डलीमा तपाईँको राज्यलाई अगाडि बढाउने भनेर प्रभु तपाईँले सक्सेस गरिहाल्नुहोस् प्रभु। जस्तो प्रब्लमहरू आए पनि प्रभु हामी चट्टान जस्तो खडा भएको होस् प्रभु, किनकि हामीलाई थाहा छ कि हाम्रो पछाडि को छ भनेर। हामीले सोच्यो प्रभु कतिचोटि हामीले के गर्न सक्दैनौँ भनेर। दाउदले पनि त्यही सोचेको थियो, म त एउटा सानो ठिटो मैले के पो गर्न सक्छु र भनेर। लेकिन प्रभु पछि उसले यो बुझ्यो कि मेरो पछि प्रभु हुनुहुन्छ भनेर। प्रभु गोलियतलाई जस्तै उसले ढलायो प्रभु, त्यस्तै गरेर हाम्रो जीवनको प्रब्लमबाट हामीले त्यस्तै गरेर लडाएको हुन्छ प्रभु। यहाँ हामीलाई थाहा छ प्रभु तपाईँ हुनुहुन्छ हाम्रो पछाडि। यु आर अलवेज देयर फादर, जसले हाम्रो साथ कहिले पनि छोड्दैन प्रभु। थ्याङ्क यू जिजस, थ्याङ्क यू फर एभ्रिथिङ। Thank you, Father. Thank you for this wonderful time. Oh, hallelujah. युद्ध खडा हुँदैछ प्रभु, युद्ध खडा हुँदैछ। लाखौँ सेना खडा हुँदैछ तपाईँको राज्यको निम्ति। हामी बहुत सुर्थ्यौँ प्रभु, अहिले हामी उठ्ने समय आएको छ। यीशु धन्यवाद छ, धन्यवाद छ, धन्यवाद छ। We thank you, Father. 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 We thank you. Because you are holy, Father. You are holy. You deserve all the praise, Father. Yes, Lord. Thank you, Father. We thank you, Father. We thank you. Thank you, Father, for this wonderful time, Father. समयको लागि, सुन्दर उपस्थितिको लागि, सुन्दर लोकहरूको लागि प्रभु हाम्रो जीवनमा जोडिनु भएको छ। प्रभु हामी हमेसा युनिटीमा हिँडेको हुन्छौँ। हामी एकतामा भएर प्रभु हामी ठुल्ठुलो पहाडलाई ढाल्नेछौँ। हाम्रो विश्वासलाई कहिले पनि कम्ती हुन नदिनुहोस् प्रभु। हाम्रो विश्वासलाई दरिलो बनाउनुहोस् यीशु। थ्याङ्क यू, थ्याङ्क यू फर योर अनकन्डिसनल लभ फादर। धन्यवाद छ यीशु। सबै प्रार्थना तपाईँको प्रिय बुद्ध यीशु क्रिस्टले माग्दछु, सुनेर महिमा गर्नुहोस्।